अहिले चाहिँ हामी जाँदैछौँ हैन। अनि पानी पर्न लागेको जस्तो भइरहेछ। सायद पानी चाहिँ पर्दैन होला, के पर्छ कि। अब चाहिँ हामी जाँदैछौँ बागमती खोला। यी हाम्रो छाता, मेरो ब्लू कलरको छाता, पिङ्क कलरको। हाम्रो दुवैजनाको सेम सेम हो। देखाउ न सिटी, त्यो सिटी, त्यसको सिटी सेम सेम। छोरी र चाहिँ मेरो छोरी सुयङमी कुक मेन भएको के हो? तिमी के भन्छ यसलाई? के पो भनेको? चिफ हो, सेफ हो। हेलो गाइज, नमस्ते। यहाँहरू सन्चै हुनुहुन्छ होला अनि हामी पनि सन्चै छौँ। र आज पनि म फेरि एउटा मिनी ब्लग लिएर आउँदैछौँ। हामी आमा छोरीलाई चाहिँ हामी अल्छी लागेर अब हामी कहाँ जाँदैछौँ छोरी? बागमती खोला। बागमती खोला गएर के गर्ने भने त? पार्कमा जाने त्यसपछि। अनि त्यसपछि हामी चाहिँ पार्कमा जान्छौँ। अनि छोरी र म चाहिँ अब सानो घरबाट छोटो यात्रामा निस्किँदैछौँ। अब चाहिँ हामी जाँदैछौँ बागमती खोला। यी हाम्रो छाता, मेरो ब्लू कलरको छाता, पिङ्क कलरको। हाम्रो दुवैजनाको सेम सेम हो। देखाउ न सिटी, त्यो सिटी, त्यसको सिटी सेम सेम। मेरो नाटेको छ, हामी क्लाइम्ब गरेको जस्तो त्यस्तो गरिरहेको है। ओके, यति अहिले देखाउँला ल। यति हो ल। यहाँ मनी छु। छोरी र चाहिँ मेरो छोरी सुयङमी कुक मेन भएको के हो? तिमी के भन्छ यसलाई? के पो भनेको? चिफ हो, पकाउने सेफ हो, सेफ भएको रहेछ। ल बागमती खोला चाहिँ अहिले यहाँनिर पानी परेकोले सानो सानो खोला भएछ, त्यस्तो धेरै त छैन। यतातिर आकाशमा बादल यस्तो छ। आज बोरिङ भएकोले हामी आज साथीसँगै वाकिङ गर्दैछ, जगिङ। अनि अहिले पार्कमा जानुपर्छ, त्यहाँ खेल्नुपर्छ ल। हुन्छ, त्यहाँनिर खेल्ने ठाउँहरू छ। अर्को नयाँ के मैले नयाँ बनाएको छ कि। अनि छाता एक्कासी पनि पऱ्यो भने खोला ल। काको छाता हो, पानी परेकै छैन। Can you catch this? What's cute? इसको यो एता डु यु प्ले रोब्लक्स? हजुरहरू रोब्लक्स खेल्नुहुन्छ भने हामीलाई जोइन गर्नुहोस्, हामीलाई एड फ्रेन्ड गर्नुहोस्। किनभने उसको नाम सुषमा राई, मेरो नाम एन्जल 4560 हेल्पर। मम्मी दिन अब ल, बाई बाई। अहिले चाहिँ अब हामी यहाँनिर बागमतीको करिडोरमा हिँड्दैछौँ। करिडोर चाहिँ यस्तो छ, एकदम राम्रो बनाएको छ। अहिले चाहिँ हाम्रो मेयर बालेन्द्र शाहज्यूले बनाउनु भएको यो चाहिँ। अनि अहिले चाहिँ एकदम राम्रो छ क्या यहाँनिर हिँड्नुको लागि। यताउति पनि पार्कहरू बनाएको छ। यी बर्ड पिपलको रुख छ यहाँनिर। गाउँघरको याद आउँछ हो यो बर्ड पिपलको रुख देख्दा। छोरीहरू चाहिँ यहाँ हिँडिरहेको छ, यी दुईजना फुच्चीहरू। ल हेर बागमती खोला। नानु छाता बोकेको छ दुईजनाले। बागमती खोला सरर बगिरहेको छ यहाँ है। अलि ठुलो नदीहरू हुन्छ कस्तो राम्रो हुन्थ्यो होला है छोरी? नि ठुलो हो जस्तो लाग्छ कि लाग्दैन? हो ल अहिले चाहिँ अब हामी यहाँनिर एयरपोर्टको पछाडि टक्क आइसक्यौँ। यो चाहिँ एयरपोर्टको पछाडिपट्टि यो पहिरो गएर होला माथि चाहिँ बनाउँदै गरेको जस्तो लाग्छ है। अनि यता पर यस्तो राम्रो वातावरण देखेको छ कि हेर
हेर्नु न यस्तो कुल छ यो ठाउँ त। अहिले त इभिनिङ वाक मर्निङ वाकको लागि चाहिँ हाम्रो यो बागमती के भन्छ बागमती खोला पशुपति योगेश्वरीको बाटो पछाडि नयाँ बस्तीको बाटो एकदम राम्रो छ है। त्यहाँ भलिबल गेम भइरहेको छ। त्यो चाहिँ एयरपोर्टको छेउछेउ है साथीहरू। एयरपोर्टको पछाडिपट्टिको तलको भागहरू यो माथि चाहिँ। अनि यहाँनिर बैंसहरू कस्तो राम्रो छ है। यो बैंस फुल्नु त फुल्दैन यो बैंसको रुख हो यो। मेरो बाबाले भन्नुहुन्थ्यो बैंस चाहिँ छोरी मान्छेको कपाल जस्तै लामो लामो रेसा हुन्छ त्यही भएर मनपर्छ भन्नुहुन्थ्यो क्या। मैले नि घरमा रोपेको थिएँ त्यो बैंस चाहिँ। छोरीहरू हिँडेको छ अगाडि। हेलो गाइजहरू के हो पारा यता हेर। अब 20तिर आइपुग्यो। आज शनिबार भएर पनि होला नि त मान्छेहरू सबैजना यहाँनिर हावा खान आउनुहुन्छ है। सबैजना मान्छेको भिड धेरै धेरै। यता पार्क छ अनि मान्छेलाई काजो हुन्छ नि त होइन। घरमा बस्दाखेरि पनि एकदम बोर हुन्छ दिनभरि कोठामा बस्दा। अनि घर नजिकै बेलुका हावा खान आउने ठाउँ भनेको चाहिँ यो अहिले चाहिँ बागमती करिडोर भएको छ हाम्रो लागि। अहिले हामी यहाँ पर चटपटेहरू पनि सबै राखेको हुन्छ बेच्नु। चटपटे खानु पर्ला जस्तो छ। त्यो चाहिँ एयरपोर्ट पछाडिको भ्यू है साथीहरू। यहाँनिर अहिले यहाँनिर बनाइरहेको छ बागमती खोलाको पानी पठाइन्छ। अनि नानी के खाने रे तिमीहरू? ढुङ्ग्री खाने? ढुङ्ग्री आउनु यता। ढुङ्ग्री कसरी हो हजुर? 10 को 2टा खाने हो ढुङ्ग्री कि चटपटे खाने? दिनु न 10 को 2टा। चटपटे नखाने? 10 को कतिवटा खाने ढुङ्ग्री? 2टा एन्जेलिका 2टा हो ल। 20 रुपियाँको दिनु। 20 रुपियाँको होइन 30 रुपियाँको दिनु होइन। बहिनीले यहाँनिर ढुङ्ग्री दिनुहुन्छ चटपटे बनाउनुहुन्छ नि त। यहाँ बाटोमै बसेर खाँदा पनि ठाउँ छ। ल झोलामा लगाइदिनु हौ त्यहाँ। पैसा पनि चेन्ज छैन होला। पैसा चेन्ज छ कि छैन? खाऊ हो एन्जेलिका झिको। मम्मीलाई पनि एउटा झिको त। ल जाउँ आऊ नानी ल हेर यहाँ ढुङ्ग्री खाँदै जाउँ ल। ल हामी चाहिँ अब अहिले उता गएर फर्की पनि सक्यौँ होइन। अनि अब चाहिँ कहाँ जाँदैछौँ भनेदेखि अब यहाँ हाम्रो घर छेउमा एउटा सानो पार्क छ क्या। त्यो चाहिँ बेलुका 5 बजीबाट खुल्छ होइन रातिको 8 बजीसम्म। अनि त्यहीँ हामी जाँदैछौँ त्यही पार्कमा। अनि पार्कमा एकछिन नानीहरूसँग खेलेर हामी घर फर्किन्छौँ। नानीहरू पनि यहाँ हिँड्दैछ। अब पार्क जाँदैछौँ हामी। यहाँनिर पार्क पुग्न लाग्यो। ल अब हामी पार्क पनि आइपुग्यौँ होइन। पार्क चाहिँ यहाँभित्र छ। म तपाईँहरूलाई देखाउँछु है त। के लिनु मैले? आमामा बेनिस पनि आयो हेर त। अनि हेलो छाता हराउला त्यहाँ राख्दा। उता लैजाऊ। यहाँको चाहिँ पार्क छ है। हाम्रो सुमी थापा पनि आइसक्नु भएको छ यहाँनिर। पार्क यस्तो छ है। भ्लग बनाउँदै हिँडेको हामी यहाँ अल्छी लागेर। यहाँको पार्क चाहिँ सानो छ होइन। एकदम राम्रो छ क्या। स्विट बच्चाहरू धेरै आउँछ।
एक्सर्साइज गर्ने ठाउँ छ पुल छ यो बिचमा हाम्रो घर छेउमै हामीलाई अझै लाग्यो भने चाहिँ हामी यहाँनिर आउँछौँ यस्तो छ यहाँको पार्क यता एक्सर्साइज गर्ने ठाउँ छ त्यही हो अहिले मजा भयो अलि मजाले हल्लाउ त लु ल नानीहरू चाहिँ यहाँनिर खेल्दैछ यो एक्सर्साइज गर्ने ठाउँमा ल बच्चाहरू चाहिँ यहाँनिर खेल्दैछ होइन यहाँ यसरी होइन रमाइलो भइरहेको छ आज हजुर म खेल्नु त्यहाँ म त कसरी खेल्नु खोइ हो अप्ठ्यारो भयो लु यता हेर त ल टेला हामी किन खेलेको अब हामी घर जाँदैछौँ अब घर जाँदैछौँ हामी के भयो हामी पार्क गएर खेलिसकेर आइसक्यौँ ल्याउन तिम्रो छाता bye bye guys, see you to next day. Like and subscribe us, okay? Bye bye.